यात्रा अब हाम्रो यहाँ कहाँदेखि सुरु हुँदैछ? खरसाङ पदमार्ग कोटीडाँडादेखि हामी सलकपुरसम्मको यात्रा कति बजे अहिले हामीलाई 11 बजे हामी हिँड्यौँ। अब भरे कति बजे पुग्छौँ? बाटोमा टाइम टु टाइम आइरहेको छ हाम्रो। ओके, बम धुलाबारी क्याम्पस। लागिरहेको छ यात्रामा। एकदम यहाँ स्पिकर सहित जाँदैछ पुरै। एकदम रमाइलो जाँदैछ यहाँ यात्रामा। ल यहाँ टोलीहरू पनि आउनु हुँदैछ यहाँ भाइहरू। ल है ल रमाइलो। एउटा बस स्टेज हाम्रो बस्ने यहाँ स्टेसनमा आयो होइन, ट्रेकिङको इन्जोय गरिराख्नु भएको छ। यहाँदेखि अब फेरि हामी माथि लाग्छौँ। एकदम छ मार्ग, एकदम सजिलो छ हिँड्ने। के पोइन्ट हो यो? गुगल पोइन्ट आउनुभन्दा अगाडि एउटा पोइन्ट मान्नु पर्यो होला अब होइन होइन। अब हामी फेरि निरन्तर यात्रामा एकदम रमाइलो साथ हुँदैछ यहाँ। अब सानो एउटा पोइन्ट चाहिँ उडिरहेको पुरै रमाइलो साथ हामी हिँडिरहेको छ। टोलीहरू लागिराख्नु भएको छ। गुगल पोइन्टको फेरि अब हामी माथि पुग्दैछौँ। यो गुगल पोइन्टमा जाने स्टेपहरू हो। आइपुग्यो गुगल पोइन्ट। ल भाइहरू के छ, सबै ठिकै छ नि? गुगल पोइन्टमा आइपुग्यो। ल है ल आयो है आयो गुगल पोइन्ट। एकदम राम्रो सर, ठिकै छ? ठिकै छ होइन सर? यस यस यस। यहाँ एकदम केटाहरू रमाइलो लिइरहेको छ गुगल पोइन्टमा। जुम लागिँदैछ, कन्टिन्यू छ गुगल पोइन्टदेखि फेरि यात्रा कन्टिन्यू छ हाम्रो यहाँ। पुरै टोलीहरू माथि तल पुरै सबैले हिँड्नुपर्छ यस्तो। एकदम रमाइलो छ, एकदम राम्रो छ। पुरै साथीभाइहरू पुरै हिँड्दैछन् यो रुटमा। राम्रो छ एकदम रुट हिँड्नको लागि आनन्द। पर पुगिसकेको अवस्था आइरहेको छ। अब अन्टु कता हो त? अन्टु त यही अन्टु लागेको अन्टु जानुभन्दा अगाडि यतापट्टि बगान देखिन्छ नि बिचबाट। हामी धेरै यता छोड्यो भाइ, हामी त हरकटेबाट उता बस्छौँ क्या अहिले। हरकट उता उता
रुट सबै हो यिनीहरू हिँडेका हामी यहाँ कन्टिन्यू यात्रा खाजा खाना बसेको बेलामा सर के छ हल्का रेस्टमा अहिले ल ठिक छ ओ भाइहरू पुरै काम छोरीहरू पुरै रमाइलोले आउँदैछ डाँडामा आइपुगिएको छ अब हाम्रो के छ झन्डी डाँडा आइपुग्न आँट्यो ए ल ल यहाँ टोलीहरू पुरै आउँदैछ बरमालीबाट ढुङ्गाको अगाडि आइपुग्यो ल यहाँ पुगाइसक्यो कन्टिन्युस यात्रा फेरि हाम्रो हिँड्ने क्रममा चाहिँ बाटोमा सानसानो घरहरू छ झन्डी डाँडातिर ल एकछिन रेस्ट गरेर हामी लाग्दैछौँ फेरि ए माथि बेला अब लाग्यो केटाहरू एकछिन भने झन्डी डाँडाको उकालो पुरै उकालो उकालो जानुपर्छ तलदेखि आइएको पुरै हिँड्नुपर्छ डाँडामा भन्दा एउटा भ्यू पोइन्ट छ यहाँदेखि तलको भ्यू पोइन्ट हेर्ने हो अझै माथि टपमा छ देखिहाल्यो हामी अझै हिँड्ने क्रममै छ पुरै पर साथीहरू आउँदैछन् पुरै उकालो छ तेरो तलै एकछिन रेस्टमा छ नि डाँडा आइपुग्यो यहाँदेखि फेरि हामी कन्टिन्यू हिँड्नेछौँ 12 किलोमिटर हिँड्यो अब लगभग 8 किलोमिटर छ यहाँदेखि होइन अब यसरी नै हिँडिन्छ
आइपुग्यो सुवर्ण सर सबै ठिकै छ होइन ल आजको ट्रेकिङ एकदम 20 किलोमिटरको हिँडाइ 6 घन्टामा आइपुग्यो 20 किलोमिटरको हिँडाइमा टक्क सगले ल सर अब यहाँ मलाई अलिकति राख्दै ल ठिकै छ अब हिँड्यो राम्रै छ यहाँ अब तातो पानी खाइरहेछ नभए हिँड्यो सुवर्ण सर सबै ठिकै छ नि होइन आगो सागो तापिँदैछ आइपुग्यो अब पानी अब आज इन्जोय गरिन्छ यहाँ 10 किलो भन्नु न नेपाली इन्डिया इन्डिया हो होइन